ताप्लेजुङको एउटा विकट गाउँ भित्री ओडार। त्यहाँ एउटा यस्तो मान्छे बस्थ्यो जसलाई सबैले काले दाई भन्थे। काले दाई कसैसँग बोल्दैनथे। दिनभरि जङ्गलमा जडीबुटी खोज्थे र रात परेपछि आफ्नो एकान्तको झुपडीमा ठुलो आगो बालेर केही कुरा फलाक्थे। गाउँलेहरू भन्थे, ऊ मान्छे होइन, उसले मसान जगाएको छ, ऊ बोक्सा हो। एक दिन गाउँको मुखियाको छोरो अचानक बिरामी पर्यो। उसको शरीर बिस्तारै निलो हुँदै गयो र मुखबाट रगत निस्कन थाल्यो। डाक्टरले केही पत्ता लगाउन सकेनन्। गाउँमा हल्ला फैलियो, काले बोक्साले ठुङ्यो भनेर। मुखियाले छिमेकी गाउँबाट प्रख्यात गजे धामीलाई बोलाए। गजे धामी आउने बित्तिकै उसको शरीर काँप्न थाल्यो। उसले एउटा काँसको थाल ठटाउँदै भन्यो, यो रोग होइन, यो त अघोरीको जाल हो। आज राति मसान घाटमा बलि नदिए यसको ज्यान बच्दैन। त्यो रात औँसीको रात थियो। गजे धामीले मुखियाको घरको आँगनमा ठुलो घेरा हाले। चारैतिर कालो रङको चामल छरियो। मध्यरातमा अचानक हावाहुरी चल्न थाल्यो। धामीले खरानी छर्कदै एउटा दिशा देखायो, त्यो काले बोक्साको झुपडीमा जाउँ। जब गाउँलेहरू त्यहाँ पुगे, उनीहरूले जे देखे त्यो कल्पनाभन्दा बाहिर थियो। काले दाई एउटा मानव खप्पर अगाडि राखेर रगत जस्तो देखिने तरल पदार्थ पिउँदै थिए। उनको आँखा रातो बलिरहेको थियो। धामी र बोक्सा बीच एउटा ठुलो तान्त्रिक युद्ध सुरु भयो। धामीले मन्त्र पढ्दै चामल छर्थे। बोक्साले डरलाग्दो हाँसो हाँस्दै हावामा हात हल्लाउँथ्यो। जब धामीले आफ्नो शक्तिले बोक्सालाई पछाडि धकेले, काले दाइले चिच्याउँदै भने, मैले कसैलाई ठुँगेको छैन, म त यो गाउँलाई बचाउन मसान जगाउँदै थिएँ। यो मुखियाले नै मेरो परिवारलाई मार्न विष दिएको थियो। म त केवल बदलाको पर्खाइमा थिएँ। मुखियाको अनुहार सेतो भयो। धामीले थाहा पायो कि असली बोक्साको मानसिकता त मुखियाभित्र पो रहेछ। काले दाइले एउटा डरलाग्दो मन्त्र पढे र अचानक गायब भए। भोलिपल्ट मुखियाको छोरो त निको भयो, तर मुखिया आफै पागल जस्तो भएर जङ्गलतिर दौडिए। आज पनि भनिन्छ, त्यो भित्री ओडारको जङ्गलमा रात परेपछि काले दाइको हाँसो र मुखियाको रुवाई सुनिन्छ।